हेलो गाइज नमस्ते सबैजनालाई फेरि स्वागत छ तपाईँहरूलाई मेरो युट्युब ब्लगमा। आजको मेरो युट्युब ब्लगमा भनिने कुरा चाहिँ के भन्दाखेरिमा अमेरिकाले भेनेजुएला के भन्छन् त्यसको राष्ट्रपतिलाई उठायो, तर के कारणले उठायो र किन उठायो भन्ने कुरो चाहिँ अब हाम्रो देशवासीले बुझेको नहोला हैन। देशवासीले भन्दा नि बढी जसो हाम्रो त्यो प्रधानमन्त्रीले त्यो मन्त्रीहरूले नबुझेको होला, तर तिनीहरूका पोस्ट हेर्ने हो भनेपछि चाहिँ अब त्यो बुझेर जानेर सबै त्यो डोनाल्ड ट्रम्पले नै केही गरेको होला यस्तो उस्तो भनेर जे जथाभावी जे आयो मुखमा त्यही बोल्या छ, त्यहाँ पोस्ट हान्या छ। हेर केटा हो, नेताहरू अलि बचेर रम। अमेरिकाको सेना त्यहाँ छतमाथि आएर तिमीहरूको त्यो घर जग्गा त्यो जे छ त्यो तबाह गरेर जान 4 मिनट लाग्दैन। त्यही भएर आफू पनि बचौँ, हाम्रो देशलाई पनि बचौँ, धेरै नमात्त्यौँ, आफ्नो औकातमा रहौँ। हाम्रो त्यही छ हैन। त्यसैले अब हाम्रो नेताहरूलाई त्यही भन्न चाहन्छु, अब जेनजीबाट त तपाईँहरू जसरी बस्नुभयो भाग्य तपाईँको राम्रै रहेछ, तर अमेरिकाले अब यसरी काहीँ गल्तीले भेटायो भनेपछि फेरि हजुरहरूलाई छोड्दैन। त्यही भएर शान्त भएर बस्नु होला। यही हो। तर भेनेजुएलाको राष्ट्रपतिलाई चाहिँ किन उठाएको हो भन्दा चाहिँ हाम्रो त्यो कस्तो कुरा छ भन्दाखेरिमा अमेरिका चाहिँ धेरै चनाखो र धेरै चलाक हो के। त्यो भेनेजुएलामा धेरै अब मैले चाहिँ सुनेको रिपोर्ट अनि देखेको चाहिँ छैन, त्यही हो। भेनेजुएलामा धेरै मात्रामा त्यहाँ पेट्रोलको खानीहरू छ। त्यही पेट्रोलको खानीहरूलाई कब्जा गर्न खोजेको थियो, तर त्यहाँको त्यो भेनेजुएलाको त्यो राष्ट्रपतिले चाहिँ त्यस्तो हुन दिएन अरे। त्यही भएर त्यसलाई नाना थरी के आरोप लगाएर त्यसलाई टेररिस्ट त्यस्तै केही भनेर फेरि त्यसको पहिला त टाउको 50 लाख लगाएको थियो अरे, अहिले चाहिँ फेरि आफैले छोपेर ल्याइहाल्यो। त्यस्तै हो कुरो चाहिँ त्यही हो। सबैजनाले नबुझेका मान्छेहरूले त्यही भन्न चाहन्छु, केही अब आफ्नो देशको कुरा हो। अमेरिका जस्तो देशको कुरा हो। अब फेरि अमेरिका भनेको चाहिँ अमेरिका हो हैन। तर हामीहरूले चाहिँ सुनेको र सोसल मिडियामा हेरेको भरमा चाहिँ त्यही छ। तेलको कुरोकानी लिएर यताउता भएको कारणले चाहिँ अमेरिकाले त्यस्तो गरेको हो भन्ने छ। तर अमेरिकाले चाहिँ अब होइन त्यस्तो पनि होइन पनि भनेको छैन। तर अमेरिकाले चाहिँ के भन्छ भनेपछि हाम्रो यसले यस्तो गर्यो, उसले देशमा धेरै तानाशाही गर्यो यताउता भनेर चाहिँ त्यसलाई समातेर ल्याइएको हो। ल अब भोलिको दिनमा चाहिँ के गर्छन् त्यसको साथमा, अनि अरू देशहरूले चाहिँ केही भनेको छैन। अब हेरौँ आउने दिनहरूमा के हुन्छ। यतिको अब अलिकति समाचार दिँदै हजुरहरूबाट बिदा पाउन चाहन्छु। मेरो अब ब्लग यही हो। डेली केही न केही त हाल्नै पर्यो। आज चाहिँ त्यसको बारेमा अब मैले चाहिँ त्यो यस्तो फेसबुकहरू स्क्रोल गर्दा चाहिँ देखेको कुराले मलाई नि कस्तो जन्न रिस उठेर आयो। आफ्नो देशलाई बचाउनै पर्यो हैन। मेरो सानो मेसेज भए पनि अब आफ्नै गाउँघरमा रहे पनि चाहे अब अगाडि बढे पनि एकचोटि हेरौँ हैन। त्यही भन्न चाहे। हस् त, गुड नाइट सबैजनालाई। बाई बाई, भेटौँला अर्को भिडियोमा। बाई बाई।